मथि भर्खर ग्राउन्ड आइपुगेँ तर एउटा ग्राउन्डमा चाहिँ के समस्या भयो भने म तपाईँलाई देखाउँछु। ग्राउन्डमा चाहिँ अब अहिले पानी पटाइदिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। मलाई थाहा नै थिएन, उहाँसम्म चाहिँ पानी पटाइदिएको छ। अस्ति चाहिँ मैले आइप्याड बिनै खेलेको थिएँ र ऊ क्यामेराम्यानले चाहिँ मलाई बवाल सिकेको थियो। यहाँ त्यो पनि यहाँ अहिले पनि दुखिरहेको छ, कालो भएको थियो यहाँ सेकिएर। कालो भएको देखाउनु हुँदैन भाइ। र फास्ट बलर कुद्दै आउँदैछ र आयो 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 बोलिङ गर्न गयो र सर्ट। नन बलिङ हामी माथिबाट हिट गर्ने क्या, बुझ्यौ नि? हिट गर या त पुल गर, जे गर्दा पनि हुन्छ। स्कुल कति बेला जाने? ए ल म पठाइदिन्छु। नानी 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 यता हेर्न, यता हेर्न। स्कुल कति बेला जान्छस्? म चाहिँ अब सपोर्टर लाउँदैछु। यो सपोर्टर बिना त ब्याटिङ गर्नु हुँदैन। यताउति कतै लागिहाल्यो भने टेन्सन हुन्छ। अहिले म सपोर्टर लाउँदैछु। Good morning everyone, welcome to my new vlog and today is day 5 of making vlog continuously for 7 days. र अहिले चाहिँ एकदमै ढिलो भइसक्यो, म आज अलि ढिलो उठेँ, 6:30 भइसक्यो। प्र्याक्टिस जानु पर्ने छ, अलि ढिलो भयो। अब म हतार छिटो गरेर म प्र्याक्टिस जान्छु। ओके, सी यू अल एट प्र्याक्टिस सेसन। आज चाहिँ एकदम ढिलो भइसक्यो, अलिकति ढिलो पनि उठेँ। ल म अहिले प्र्याक्टिसमा जाँदैछु। सी यू अल एट प्र्याक्टिस सेसन। आज चाहिँ त्यस्तो हुसे लागेको छैन, आज चाहिँ नर्मलै छ। तर अलिक हावाती चलिरहेको छ, अलिक चिसो, हिजोको कम्पेरिटिभली अलिक चिसो जस्तो छ। तर आजको मौसम फेरि एकदम राम्रो छ, घाम लाग्न आँटिसक्यो। नर्मल मर्निङ जस्तो हुन्छ नि त्यस्तै छ। ठिक छ, अब म ग्राउन्ड आइपुग्न आँटेँ। आज ढिलो भएको थियो तर ठिकै छ, ग्राउन्ड भएको छैन होला। अब ग्राउन्ड सी यू अल एट ग्राउन्ड आइसकेँ। यस्तो छ, केटाहरू चाहिँ आएर प्र्याक्टिस गर्दैछन् टक्कसँगले। यहाँ यस्तो प्र्याक्टिस गर्दैछन् केटाहरू। यो त्यही हो भन्दैछु त म। यो हुसे नलागेको दिन चाहिँ त्यस्तो शीत हुँदैन, हुसे लागेको दिन चाहिँ यस्तो दामी, यति धेरै शीत छ। हेर्न सक्नुहुन्छ। ठिकै छ। हिजो यहाँ पानी पटाइदिएको थिएँ मैले, आज हेरौँ यसको कन्डिसन यस्तो छ। त्यही भएर पानी पटाइदिएको। अब यो स्ट्रङ भयो नि त। तर यसमा आज अझै बलिङ गर्न मिल्दैन होला, अझै यसलाई एक दिन छोडिदियो भने चाहिँ यो राम्रो हुन्छ। केटाहरू चाहिँ मस्तले यहाँ नकिङ गर्दैछन्। गुड गरिराख। एउटा कभर, एउटा अन ड्राइभ। ठिक छ। ठिक छ, म पनि रेडी भएर स्ट्रेचिङ गर्न थाल्छु। अनि त्यसपछि आज नेटिङ छ होला, आज नेटिङ सेसन गर्ने हो। ओके, सी यू अल आफ्टर सम टाइम। बलरले बलिङ गराउँदैछ यहाँ। उहाँ हाम्रो हुन्छ ब्याट्सम्यान। गुड सर्ट। सर्ट। ठिक छ। यहाँबाट फास्ट बलर कुद्दै आउँदैछ र आयो 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 बोलिङ गर्न गयो र सर्ट। गुड यर्कर। Matic. Come on. नन बलिङ हामी माथिबाट हिट गर्ने क्या, बुझ्यौ नि? हिट गर या त पुल गर, जे गर्दा पनि हुन्छ।
युज त भएको थियो तर हाम्रो सेसन चाहिँ भर्खर सकियो र आज चाहिँ नेटिङ सेसन थियो। मैले बलिङ फालेँ र अनि गुरुबाट इम्पोर्टेन्ट टिप्सहरू पनि पाइयो। इट वाज अ गुड सेसन। मर्निङको सेसनमा त्यही अब बलिङ पनि गरिदिन्छु, ब्याटिङ चाहिँ आज गरिनँ, बलिङ गरेँ, राम्रै भयो। तर एक दुईवटा बल चाहिँ पट्की पनि राखेको थिएँ मैले, ठिकै छ। इट वाज अ गुड सेसन। अब घर जाने, घर गएर अब खानासाना खाएर एकछिन रेस्ट गर्ने होला, त्यसपछि एउटा ठाउँ जानु पर्नेछ। अनि सी यु अल देयर। स्कुल कति बेला जाने? ए ल म पठाइदिन्छु। नानी 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 यता हेर्न, यता हेर्न। स्कुल कति बेला जान्छस्? एकखेल जोडले बोल फेरि। एकछिनमा जाने हो। अनि के सिकाउँछ त स्कुलमा? नानी के सिकाउँछ स्कुलमा? आई एम अल सेट टु गो प्र्याक्टिस र अब चाहिँ म प्र्याक्टिस जान आँटेको र अहिले स्याउ खाँदैछु। एप्पल डे किप डक्टर रवि। म चाहिँ भर्खर ग्राउन्ड आइपुगेँ, तर एउटा ग्राउन्डमा चाहिँ के समस्या भयो भने म तपाईँलाई देखाउँछु। ग्राउन्डमा चाहिँ अब अहिले पानी पटाइदिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। मलाई थाहा नै थिएन, उहाँसम्म चाहिँ पानी पटाइदिएको छ, तर उहाँको सर्फेस चाहिँ राम्रै छ, त्यस्तो समस्या छैन त्यो सर्फेसमा होइन। त्यहाँ गऱ्यो भने फिल्डिङ गर्न सकिन्छ त्यहाँ, तर यहाँ चाहिँ अब मिल्दैन, ठिकै छ। अब मेरो पछाडि हेर्न सक्नुहुन्छ केटाहरू चाहिँ मस्त खेल्दैछन् अहिले। मैले चाहिँ बिहानै बलिङहरू गरेँ, अब त्यही भएर अहिले म त्यस्तो हार्ड त गर्दिनँ, गऱ्यो भने म ब्याटिङ गर्छु होला। ब्याटिङ गर्छु, अब स्ट्रेचिङहरू गरेर ब्याटिङ गर्ने हो। ओके, सी यु आफ्टर सम टाइम। अब स्ट्रेचिङहरू गर्छु। एकछिन स्ट्रेचिङ गर्न आँटेको, अब स्ट्रेचिङ गरेर ब्याटिङ गर्छु। आज चाहिँ ब्याटिङ गर्छु। आज बिहानै बलिङ गरेर जिउ कस्तो दुखिरहेछ। हातमा लास्ट बल खेल्दाखेरि चाहिँ मेरो हातमा अलिकति स्ट्रेन आयो क्या, बिहान बलिङ गर्दाखेरि। त्यही भएर मैले बिहान बलिङ छोडिदिएको थिएँ। अब अहिले पनि म गर्दिनँ बलिङ त, अहिले ब्याटिङ मात्रै गर्छु। लेट्स सी कस्तो हुन्छ ब्याटिङको पनि भिडियो बनाउँछु र हाल्छु। ओके, सी यु आफ्टर सम टाइम। म चाहिँ अब सपोर्टर लाउँदैछु। यो सपोर्टर बिना त ब्याटिङ गर्नु हुँदैन, यताउति कतै लागिहाल्यो भने टेन्सन हुन्छ। अहिले म सपोर्टर लाउँदैछु अनि रेडी भएर अब छिर्न आँटेको ब्याटिङ गर्न। लेट्स सी। अस्ति चाहिँ मैले आइप्याड बिनै खेलेको थिएँ र ऊ क्यामेराम्यानले चाहिँ मलाई बवाल सेकेको थियो यहाँ। त्यो पनि यहाँ अहिले पनि दुखिरहेको छ, कालो भएको थियो यहाँ सेकिएर। कालो भएको देखाउनु हुँदैन भाइ। र अब थाइप्याड पनि लाउँदैछु। आज मलाई यो उदयपुरको बलरले 20 ओभर 30 ओभर खेल्छु भनेको छ। लेट चाहिँ अब 30 ओभर खेल्नु हुन्छ कि हुन्न यो दाइले। खेल्नुभयो भने त राम्रै हो, दाइकै लागि राम्रो हो। हामीलाई त के छ, हामी त ब्याटिङ गर्न पाउँछौँ, त्यतिमा खुसी हुने हो। 15 खेलिसक्यो त खेल्नुहुन्छ अघि छ ट्याक अघि भर्खर मलाई 7 ओभर खेल्यो भने अलरेडी थाहै छ। र अब ब्याट लाएर छिर्ने हो। लेट्स सी 30 ओभर खेल्ने यो दाइले। तर ठिक छ, यो दाइको फेरि अहिले जस्तो बलिङ जाँदैछ, तर अहिले बलिङ मात्रै नराम्रो हो। पहिले त यो दाइ छुरा फेल्छ, जति बेला राजकुमार होइन, पहिले चाहिँ यो दाइ छुरै फेल्थ्यो। जति बेला राजकुमार गुरुको अन्डरमा हुन्थ्यो त्यति बेला छुरा खेल्थ्यो। तर अहिले चाहिँ क्रिकेटसित छोडेर यो दाइले के गरिसक्यो आफ्नो गेम। पहिले चाहिँ राम्रो खेल्थ्यो, अब अहिले पनि पहिलेको जस्तो बनाउनु पर्यो दाइले, होइन दाइ? बन्छ कि बन्दैन? बनेन भने क्रिकेट छोडिदिने, क्रिकेट छोडिदिने हो।
अनि किन छोडेन भने त छोरा बनाउनु पर्यो नि त भाइ कत्रो गफ खानु सक्ने भाइ भिडियो रोप्नु हेलमेट पनि लगाइसक्यो यो दाइ जोसिएको भनेको माछालाई ब्याटिङ गर्न गयो कस्तो दाइ यार तपाईँ छ्या ल 2-3 दिन तपाईँ मान्छेको 2-3 दिनसम्म जोस हुन्छ तपाईँको 1 घन्टासम्म मात्रै हुन्छ पोडकास्ट हेरेर आउनु पऱ्यो क्या हो मोटिभेसनल स्पिचहरू हेरेर आउनु पऱ्यो क्या हो तँ पनि काम गरेन 1 घन्टासम्म मात्रै 20 ओभर खेल्छ भनेको यो दाइले ल हेलमेट पनि लगाइसकेँ ग्लोभ्स हेलमेट लाउनु पर्दैन थियो होला यार एक्सपिरियन्स हुन्छ त फेरि स्विप सर्ट ब्लक हुँदैन तपाईँले त भन्नुभएको स्विप सर्ट ब्लक हुन्छ नि अनि ठिकै छ ल अब ब्याटिङ गर्न जानेको आँटेको ओके के हो मेरो ब्याटिङ सिजन चाहिँ भर्खर सकियो आज चाहिँ अलिक बेसी नै गरेँ ब्याटिङ लामो समयपछि यति लामो नेटिङ सेसन गरेँ इट वाज अ गुड सेसन ब्याटिङको भिडियोहरू क्लिप्सहरू त मैले हालिदिइसकेको छु तपाईँ हेर्नु होला तपाईँहरू हेर्नु होला आउट भएको पनि हालेको छ आउट भएको पनि हाल्छु के भयो त आउट फर्स्ट टाइम अहिलेसम्म हालेको दाइ के ब्याट्सम्यान आउट हुँदैन ब्याट्सम्यान आउट नभएको आफूले ब्याट्सम्यान भन्दैछ बलर वाला अलराउन्डर 40 मिनेट गर पहिला अनि बोल बुझी यसले भिडियोमा र म अलराउन्डर होइन म अलराउन्डर हो कि होइन भन्नु हाम्रो दाजुभाइको मजाक हाँसी मजाक चलिरहेको हुन्छ ठिक छ बलिङ अनि 20 ओभर खेल्छु भनेर अनि 15 फ्याले अनि फुटबल खेले एकछिन अनि 20 त 20 फ्याल्नु पर्यो नि त आफ्नो बोलीको त भ्यालु राख्नु पर्यो फेरि नि अब त। यहाँ आएर अब राख्नु पर्छ कि पर्दैन म त तिमीलाई राख्छु तिमी भरे यो क्यामेरा बन्द भएपछि भेट कि म यस्तो राख्छु तिमीलाई हैन र अब कहाँ जान आँटेको दाइ अब घर जाने अनि फ्रेस हुने अनि के अनि के गर्ने त्यही जाने हो सागरमा जाने जाउँ जाने ल जाने भयो हामी यसो सागर हाम्रो साथीकोमा जान सागर पनि नाम आइहाल्यो भिडियोमा देखाइदिनु साउड अफ टु सागरको पसल सागरको पसलको नाम हो खुसीको पसल ल सागरको पसलको नाम हो खुसी बहिनीको नाम हो खुसीको पसल र हामी वहीँ खुसीको पसलमा जान आँटेको अहिले केटाहरू आइभन्यो मेरो ब्याटिङ कस्तो लाग्यो थियो मलाई चुवाक थियो अब म र दाइ उहाँ जान आँटेको कहाँ भन्नु न खुसीको पसल जान आँटेको अब मैले चाहिँ प्याड लगाइरहेको छु हेर्नु अहिलेसम्म चेन्ज गरेको छुइनँ भर्खर ब्याटिङ गरेर नेटबाट निस्केको अब आजको सेसन राम्रो दाइले पनि बलिङ राम्रै गर्नुभयो अझै सार्पनेस ल्यायो भने दाइको बलिङ एकदम माथिको लेभल खेल्ने लागेको हुन्छ अहिले त पनि धेरै राम्रो छ तर अलि धेरै माथि एक तल्लाबाट आउँछ कि हामी माथि सिधा स्ट्रेट आउँछ नि त एक तल्लाबाट आयो भने चाहिँ टेन्सन हुन्छ खेल्न बाउन्स पनि यति हुन्छ कसम त्यो क्लिप अहिले हेर्न सक्नुहुन्छ आज त कसम यति माथिबाट बाउन्सले कसम हैरान बनाइदियो यहाँ आइरहेको छ छातीमा अहिले आइरहेको क्लिपमा हेर्न सक्नुहुन्छ त्यो हाल्छु म छातीमा आएको छातीमा आएको बल हेर्छु दाइ पेस बलर स्पिनर होइन पेस बलर हो किन बाउन्सर टाइपको आउँछ नि यहाँ आउँछ कस्तो खेल्ने गाह्रो हुन्छ यस्तो कसरी खेल्ने इन्स्ट्रुमेन्टमा त एक अलिकति बाउन्स छ कि स्ट्रेट आर्म भएर त्यही भएर ठिकै छ अब हामी जान आँटेको मेरो हात दुखिसक्यो मोबाइल पक्र्दा अब म चेन्ज गर्छु चेन्ज गरेर रेडी हुने अनि त्यसपछि स्ट्रेट टु खुसीको पसल म चाहिँ अब रेडी भएर अब म र दाइ जाँदैछौँ साथीकोमा गएर चाहिँ हामी के गर्ने भन्दाखेरि चिया खाने अनि यो दाइ चाहिँ तपाईँ के खाने मोमो खाने यो दाइ चाहिँ मोमो खानुहुन्छ अरे म चाहिँ चिया खान्छु मेबी मोमो पनि म खान सक्छु मन लाग्यो भने उहीँ गएर डिसाइड हुन्छ र दाइ हाम्रो केटाहरूको नामै आएको छैन के गर्ने के छ सोच हाम्रो केटाहरूको मात्र आएन कसैको नामै आएको छैन अहिलेसम्म रिजल्टै अनाउन्स गरेको छैन ठिक छ गेम आउनु पनि टाइम छ होला नि त त्यही अनुसारले गरिहाल्छ अब हाम्रो केटाहरू 5 जनामा अब कतिजना सिलेक्ट हुन्छ त्यो त 5 जना 3 जना जति हुन्छ 3 जना भयो भने त धेरै राम्रो हो नि 3 जना हुन्छ
अब अहिले चाहिँ हामी जाँदैछौँ कस्तो हात दुखो पकड हामी चाहिँ बसिरहेको छौँ दाइले अहिले भर्खर यो के नि लुकाउनु भएको दाइ यसको फेरि बिहोरा छैन क्या फेरि के हाम्रो भाइ पनि छ यहाँ मुख देखा अनि अब यहाँ यसो चिया खाने हो अनि त्यसपछि घरतर्फ लाग्ने तर रिजल्ट चाहिँ अहिलेसम्म आएको छैन स्टिल वेटिङ फर द रिजल्ट अब कति बेला आउँछ त्यो त आइसकेपछि म अनाउन्स गरिदिइहाल्छु लाइटर होइन माइक हो तिमी लाइटरमा नजाऊ न माइकमा जाऊ न ल म चाहिँ अहिले घर फर्किँदैछु त्यो दाइ चाहिँ अघि नै फर्कियो र अब घर पुगेर रेस्ट गर्छु एकदम थाकेको छु आज पनि बिहानै बलिङ गरेको थिएँ बलिङ गरेर यहाँ सोल्जरमा चाहिँ अलिकति स्प्रेन आएको थियो त्यो चाहिँ अहिले ठिक भइसक्यो म चाहिँ अब घर पुग्न आँटिसकेँ त्यही चिया खायो साथीको पसलमा बसेर अब त्यही नाम चाहिँ केटाहरूको नाम चाहिँ अहिलेसम्म आएको छैन होइन अहिले पनि मैले यस्तो ग्रुपमा पेजमा हेरेँ नाम अहिलेसम्म आएको छैन नट येट र म अहिले जति बेला के अरे र जति बेला म सर्च गर सुजल भट्टराई र जति बेला नाम आउँछ म अनाउन्समेन्ट गरिदिइहाल्छु तपाईँहरूलाई भनिदिइहाल्छु म पनि एकदम सस्पेन्समा छु छिटो आइदिनु नि हौ नाम पनि केटाहरू त पुरै तनावमा छ दाइ म पढ्छु कि पढ्दिनँ भने तनाव बोकेर हिँडिरहेको थियो केटाहरू मैले के छैन केटाहरू इट्स अ पार्ट अफ गेम भनेर यताउति भनेर सम्झाइरहेको छु र आज ब्याटिङ पनि राम्रो भयो बलिङ पनि राम्रो भयो इट वाज अ गुड डे एन्ड इट वाज अ गुड प्र्याक्टिस ओके दिस मच फर टुडे सी यु इन द नेक्स्ट भिडियो